ल आज पनि माङ्याम्बक 2 मा लाग्यो। आज माङ्याम्बक दोस्रो दिन। आज चाहिँ सम्भवतः मेघमा बेसीमा हुने सम्भावना छ। ल आज चाहिँ हिँड्दै हिँड्दै लागेको है। आज माङ्याम्बकको दोस्रो दिन हामी मणिपुरमा एउटा शेरमान लिङ्खिम छैन। हजुर उहाँ र हामी एउटा अर्थ लिङ्खिम सर ताप्लेजुङबाट आउनु भएको पहिलो पटक आउनुभएको अरे। एकदम धेरै लागिराख्नु भएको छ। आज माङ्याम्बकको हामी दोस्रो दिनमा मेघमा आइपुगेका छौँ र ऊ पर चाहिँ हाम्रो गफाडी दाईहरू आउनुभएको। अहिले गुरुआमाज्यू चाहिँ यहाँ धान रोपिसक्नु भएर उतापट्टि जानुभएको छ। त्यही अवसर पारेर मैले भिडियो बनाइरहेको छु। मलाई त्यो चाहिँ म पनि काममा छु है भनेर देखाउनको लागि भिडियो बनाएको हो। माङ्याम्बकमा छु भनेर देखाउनको लागि। ट्याक्कै दिउँसोको 12:10 भइसकेको छ। माङ्याम्बक घरमा खाजा टन्नै खाएको कारणले आज गुरु आश्रममा एकदम स्पेसल खाजाको थियो। चिउरा र माते लासे, बानाना र चिउरा होइन। त्यो भएको कारणले भोक लागेको छैन। एकदम डर हुन्छ भन्छ नि त। मैले चाहिँ घरमा चाम्रे खाएर आएको छु। किनभने यो पहिला आमाको याद दिलाउने गरेको चाहिँ श्रीमतीले आज हिमसामाले चाहिँ चाम्रे बनाइदिनु भयो। पहिला मेघमा आउँदाखेरि आमाले बिहान उठिसक्दा अघि चाम्रे पकाइसक्नु भएको हुन्थ्यो क्या। आलुको चाना अनि आश्रम जाँदाखेरि चाहिँ आमाले कहिले चाउचाउ कहिले चाउमिन पकाइदिनु हुने, खुसी हुनुहुने क्या। अन्त चाम्रे पकाइराख्नुहुन्थ्यो, कहिले चाउमिन बनाइदिइराख्नुहुन्थ्यो होइन। आज त्यस्तै क्या। म फेरि जुरुक्कै उठेर अनुहार धोएर आउँदा त चाम्रे पो पाकिसकेको थियो। भक्कु खाएर आएको, घटेको छैन। तर भोक चाहिँ लाग्दैन, भुँडीमा पनि घटेको हुँदैन। तर हात खुट्टा चाहिँ नचल्ने क्या। के भएको छ त्यो बानी नभएर होला। फेरि सुताइ त दामी भएको थियो आज। ल हाम्रो इलाम माबुबाट प्रत्येक वर्ष आउनुहुन्छ प्रशान्त साउदेन, साङगाङ वरुम सेवा जोस्। खुसी लाग्छ उहाँ आउनु भएपछि एकदम जाँगर चल्छ। तर तपाईँले प्रकाश साउदेनको चाहिँ प्रतिनिधित्व गर्नुहुन्छ। प्रकाश साउदेन चाहिँ यहाँ खेतमा हिलोमा आएर काम गरेको देखेकै छुइनँ। तपाईँलाई चाहिँ धेरैले प्रकाश साउदेन पनि काम गर्नु आएछ भन्दो रहेछ। यस प्रतिनिधित्व गर्नुभएको नामै काफी होला। नाम चाहिँ प्रकाश, तर अँध्यारोमा मात्रै हुन्छ क्या। अहिले हामी उहाँमा माङ्याम्बक गर्दैछौँ। 1:20 भयो। अब खाना खाने टाइम हुनु आँट्यो। बिहानै पेट भरिभरि खाजा खाएको कारणले खाना खाने टाइम अलिक भएको छैन। आज्ञा भएको छैन होइन। माबु भाइ भन्नुहुँदो रहेछ हाम्रो गुरुआमाज्यूले चाहिँ। उहाँ नरेन्द्र माबु र हामी छौँ है साथीभाइहरू। तपाईँ पनि आउनुहोस् है यता माङ्याम्बक गर्नको लागि। त्यति भएपछि गो है। पेट घटाउन मन छ भने तपाईँहरू बिहानै कुद्नुहुन्छ, गोल खेल्नुहुन्छ, के गर्नुहुन्छ, आउनुहोस् मेघमा काम गर्नलाई। पेट यहाँ घट्छ। हाम्रो खानकी सुरु भयो माङ्याम्बकमा। मिठो गरेर खानुहोस्। पानी 1:52 खाना खाइसकियो। अब यी खाना खाएर भुँडी फुलाएर गप्लक्क एकछिन आनन्द लिने हो। त्यसपछि फेरि माङ्याम्बक सुरु गर्ने हो। यहाँ माथि हुनु हाम्रो बोजू लिङ्खिम्नी बोजूहरू त यसरी काम गर्नु आउनुहुन्छ। अनि केटाहरू चाहिँ कहाँ गयो? कहाँ गयो?
ल हाम्रो लिङ्खिम्ने बोजू ल अब हामी यहाँ एकछिन आराम गर्ने हो यता सबै खाना खाँदै हुन्छ ल अब लाग्यो हाम्रो यो सबै रोप्नुपर्ने हो सुरु भएको छैन यस्तो छ यहाँको खेत मेवाको पनि अहिले पल्लो क्षेत्रको मात्रै रोप्न सकेको हो अब यता तल बगरबाट सुरु गर्नुपर्ने अब यो सबै उखालेर दाल छर्नुपर्ने यस्तो छ है माङयाम्बकमा सरिक भइदिनु होला सबै सम्पूर्ण महानुभावहरूले हामीलाई हेर्नुहुनेहरूले खन्दैछन् शालिग बन्ने ठाउँहरू तल शालिग बन्छ मागरको शालिगहरू बन्छ हाम्रो विष्णु दाई कर्ण दाई खाना गर्दै हुन्छ खाना भर्खर 1:20 खाना खाइसकेर काममा लाग्यो है नाली पनि सफा गर्नुपर्ने छ यो बाटो फुलङ्गी पनि पुग्नु हो यस्तो छ दैनिकी चलिरहेछ है दाल छर्ने काम भइरहेछ है दाल छर्दै करिब 1:20 खाना खाइसकेपछि यो बगर लाइनको लगभग आधा त होइन सुरुवात चाहिँ भएको रहेछ 1 2 3 4 5 6 7 8 9 10 कन्ला चाहिँ रोप्ने काम भयो र दाल छर्ने काम पनि भइरहेछ र मेरो हालत चाहिँ यस्तो छ ढाड दुखेर थामी नसक्नु छ बिहानदेखि कोदालो चलाएको छ आज चाहिँ पन्जा लिएर आएको तै पनि यहाँनिर फोका उठिगयो यहाँ दुख्दैछ अनि यताको फोका चाहिँ यहाँ पुरा पिच गइरहेछ यो हिजो खुट्टा हेरी थामी नसक्नु छ फेरि यहाँ चाहिँ अलिक उयो रहेछ क्या रोडा ढुङ्गा यहाँ धान रोप्ने हुनुहुन्छ यहाँ पहिला हामी सँगै पढ्ने रिता नेङको आमा उहाँ निकै अगाडिदेखि लाग्नु भएको छ यहाँ धान रोप्नु त्यस्तै छ है हजुरहरू माबुको एकमात्र कतिजना आउनुभएको छ अरे माबुबाट 101 जना आउनुभएको छ माबुबाट 101 जना जानु माथि जानु ल यहाँ बसेर रोपेर हान्छौँ तपाईहरु जाँदै गर्छ हाम्रो लक्ष्मण बान्जाको सक्रियता ल अब चाहिँ हामी खेतबाट चाहिँ फर्केको तर अब माथि गएर फेरि अर्को काम छ मकै भाँच्नुपर्ने अँध्यारो आँखा देखिन्जेलसम्म काम हुन्छ मकै भचाउनु पर्ने काम छ
हामी 2-4 जना वंशीहरू चाहिँ एकछिन बसेका थियौँ। अरू सबै टिमहरू माथि मकै भाँच्नु गइसकेका छन्, कोही घाँस काट्न गइरहेका छन्। हामी चाहिँ अब मात्रै जाँदैछौँ है। यस्तै छ माङ्गे अम्बक। तपाईँलाई पनि माङ्गे अम्बक गर्न इच्छुक र मन छ भने चाँडोभन्दा चाँडो आउनु होला, किनभने यस्तो सुनौलो अवसर फेरि प्राप्त गर्न सकिँदैन। यो चाहिँ वर्षमा एकपटक। अरू पनि कामहरू त हुन्छ, तर रोपाइँ चाहिँ र अर्को कुरा यो चाहिँ अब एउटा अवसर चाहिँ कस्तो भने गुरुआमाहरूसँगै काम गर्ने अवसर चाहिँ फेरि आउँदैन। यो जुनीमा अर्को जुनीमा नि कोनिरो ल है। अब गुरुआमाको उमेर, उहाँहरूको समय पनि हामीलाई छोडेर जाने समय आइसकेको छ। त्यसर्थ एकदम तपाईँहरूलाई पुनः जानकारी गराउन चाहन्छु। घाँस बोकेर गयो हे। एक मुठा घाँस यसो माथि गाडी भएको समूह लानुपर्ने। माथि गुराश्रमको गाईहरूलाई त सबै घाँस बोक्दै घाँस बोक्नेहरू लाइनै हुनुहुन्छ। ल है, मेरो नाम पनि नरेन्द्र पालुङमा छ है। ल नरेन्द्र पालुङमा आउँदै हुनुहुन्छ है। होटल परदेशी ताप्लेजुङको मालिक। अनि गाडीको नाम चाहिँ के परे? मुकुमलुङ माङ्गे सेवा र उहाँकै गाडी ठ्याक्कै लिएर आउनु भएको छ। माङ्सेबुङ काम गर्नु पनि आउनु भएको छ। गाडी मालिक पनि, होटल मालिक पनि। अनि यहाँ नरेन्द्र पालुङमा होटल परदेशीको मालिक पनि यहाँ घाँससँगै माङ्गे अम्बक गर्नु आउनु भएको छ। नरेन्द्र सर, कति दिन भयो तपाईँ आउनुभएको? हजुर, 14 गते आएको भनेपछि आज त 19 गते। 15बाट सुरु। 6 दिन भयो। पाँच दिन भएछ है। घाँस बोकेर आउँदै हुन्छ। ल म पनि जाँदैछु। यो ठुलो घाँस बोकेको छ भन्ने लाग्छ होला। ठुलो चाहिँ होइन, गाह्रो छ। दिउँसोदेखि बिहानदेखि खण्ड माङ्गे अम्बक गर्नु छ। यो चाहिँ अब यसरी घाँस ट्र्याक्टरमा जान्छ। लो यो ट्र्याक्टर अखेलार पिक लो घाँसेन थो गुरुआश्रम पे